बस्दै स्कुल पढा हामी डुबै नजाने यदि एउटा बिरामी जे पनि बानी हाम्रो राम्रो थियो बानी उसले एक दिन चुरासँगै सोधो ओए खाने मैले पनि ताने सँग छैन माने दिन बित्दै गयो अनि लाग्यो त्यसको बानी बिस्तारै कुलरमा बस्यो जाने नजाने दादा अनि कति सामान र पानी त्यो पछि त्यो दामी झारमा भए दिन पनि राम्रै नलाग्ने त्यसपछि फेरि अहिले उस्तै रह्यौँ हामी नहुला सँगै आज तर म तर तेरो सम्झना यो मनमा छ साँच्चै नै छैन कन्ठाउँछु अहिले तर साथी निकै याद गर्छु अहिले यसै नै लघुपराधमा डुब्दै गयौँ गलौँडेर एक खराब परिणामको शिकार भयौँ कतिलाई लुट्यो खुट्यो कतिलाई ठग्यौँ घरमा आफै आमा बुवासँग झर्क्यौँ आफैमा लग्यौँ तर खान छोडेनौँ बिस्तारै हामी एक अर्कासँग बोलेनौँ सोध्ने गर्थे साथीभाइ हाम्रो बारेमा ऊ बिना मलाई एक रति राम्रो लागेन अब सबै त्याग्ने बाचा गरे बाहिर निसी कोठाभित्र सुतेर बसे बिस्तारै म पढाइतिर अघि बढे सुत्ने गर्थे ऊले त्यस्तै छ भन्ने विभिन्न त्यस्तै छ भन्ने ए दिन भाइबहिनीसँग दिन लाग्यो मेरो मनमा विभिन्न प्रश्नहरू उड्न थाल्यो ऊ अघिल्लो रात अस्पतालमा बिताए ममाथि आकाश खस्यो म बेहोसिए नहुला सँगै आज तर तेरो सम्झना यो मनमा छ साँचो नै छैन भन्थ्यौ कहिले तर साथी निकै याद गर्छु अहिले विभिन्न प्रश्नहरूको उत्तर खोज्छु सोध्छु म हामी त अस्ति पनि एक विशाल हुन्छ तेरो साथ मन विशाल जे पनि हार पनि जित हुन्छ परिवार हुन्छ सम्पर्क सिधै परिवार हुन्छ दुःख सुखमा हाँसिन्छ रोइन्छ तर म तर दाजुभाइ जसरी बाँच्छु के लानु छ 2 दिनको नाच्छ त छोरी गइस म पनि आउँछु त्यो कालो सुन्दर बाटोबारीको सबसे ठुलो कुरो हिम्मत नखानु त्यसैले लड्छु सेवा गर्नेछु साथी म साथी छु